नमस्ते अनि हेलो साथीहरू, दाई दिदी, आमा बुवाहरू, तपाईहरुलाई सबैलाई स्वागत छ भेहिकल एकाडेमी एन्ड रिसर्च सेन्टरमा। आज म आएको छु भेहिकल एकाडेमी एन्ड रिसर्च सेन्टर, जहाँ चाहिँ एकदमै विशिष्ट प्रशिक्षकहरूद्वारा चाहिँ हजुरहरूलाई गाडी, बस, कार, स्कुटी हैन हरेक प्रकारका सवारी साधनहरूको लागि चाहिँ दक्ष चालक बनाएर पठाउने काम हुन्छ भने हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ भेहिकल एकाडेमी एन्ड रिसर्च सेन्टर, चन्द्रगिरी नगरपालिका 12 बलम्बु गुर्जुधारा चोकमा भनेदेखि यहाँ सबैजना अहिले एकदमै क्राउड छ। कुनै पनि गाडी हजुरहरूले फ्री देख्न सक्नु हुँदैन। यहाँ चाहिँ एकदमै राम्रो प्रशिक्षकहरूद्वारा सिकाउने हुनाले यहाँ चाहिँ हर बखत भिड नै रहन्छ र एकदमै स्पेस पनि एकदमै धेरै नै छ। हजुरहरूलाई चाहिँ अब कारको, मिनीको अनि बसको लाइसेन्स निकाल्नको लागि एकदमै सहज परिस्थितिले, सहजै हिसाबले जुन ट्राफिकहरूको अगाडि डराउने अथवा चाहिँ जुन मान्छेहरूको अगाडि चलाउनलाई चाहिँ डर लाग्ने जुन छ त्यो पनि हटाएर एकदमै हजुरलाई चाहिँ दक्ष उहाँ हाम्रो गुरु हुनुहुन्छ, यहाँको चाहिँ मेन इन्स्ट्रक्टर हैन, यहाँको मेरो दादा एकदमै मिलनसार दादा हुनुहुन्छ। उहाँले चाहिँ एकदमै हजुरहरूलाई चाहिँ मिलाएर जस्तो सुकै परिस्थितिमा पनि गाडी चलाउन दक्ष चालक बनाउने उहाँमा खुबी छ र उहाँले नै मलाई हेभीको चालक पनि बनाउनु भएको हो। हजुरहरूले देख्न सक्नुहुन्छ यही बसबाट मैले हेभीको ट्रायल दिएर पास गरेको थिएँ, यही गुर्जुधारा अफिसबाट। यो भेहिकल एकाडेमी एन्ड रिसर्च सेन्टर चाहिँ एकदमै पहिलेदेखि नै एकदमै चल्दै आएको एकदमै राम्रो ड्राइभिङ सेन्टर हो भने नेपाल सरकारद्वारा नै मान्यता प्राप्त यो ट्रायल सेन्टर पनि हो। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै क्राउड फिल छ र हजुरहरूलाई चाहिँ विभिन्न प्रकारबाट चाहिँ आफूले नजानेका कुराहरू हजुरहरूलाई बसेरैदेखिबाट बाहिर भित्र हरेक तरिकाबाट हजुरलाई सिकाइन्छ भनेदेखि गुरुहरू पनि हुनुहुन्छ। ल हजुरहरूले हेर्न सक्नुहुन्छ है त। र हजुरहरूलाई सिक्न आउन मन छ भने म फेरि पनि भनिहालेँ हैन, यहाँ देख्न सक्नुहुन्छ भेहिकल एकाडेमी एन्ड रिसर्च सेन्टर प्राली। दाइ के भन्नु छ तपाईँको? ल दाइ हुनुहुन्छ, माडा भन्दै हुनुहुन्छ हैन, आइएम बिजी। ल